तो गाइस दिल गार्डन गार्डन हो गया। सो फाइनली गाइस तर घर यहाँको औ गुड मर्निङ गाइस। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। भनेर म भन्छु होला त भन्दैन नि है। छिटो रोज गर्ने ढक्क लागेर घरको यतापट्टि दाउरा राख्ने ठाउँ हो यो। गुफा देखाइदिउँ न। गुफा गुफा जाडो भएको छ यार। साला यो मान्छे कति अल्छी हो। 10-11 बजेर उठेर पुरुष मार्दैछ भन्ने हुनुहुन्छ होला। हो म अल्छी नै हो। हो अल्छी हो। अल्छी अल्छी लगाइ जाऊ खाना साना खाऊँ अनि त्यसपछि फेरि एकछिनपछि फेरि जुडौँ है त। सो फाइनली गाइज खाना साना खाएर भ्याइसके। अब चाहिँ जानु लाग्यो है त। कोदो टिप्न जानु लाग्यो त फेरि हाम्रो भाइहरू है। ल हाई भनिदेऊ न। ल ओइ नाम भनिदेऊ न। हाई गाइज भनिदेऊ न। दाइको युट्युब च्यानलमा भन न। दाइको युट्युब च्यानलमा भन। भन्दैन हौ। किन कोरोना लाग्छ। खै थाकेर बसेको। आउने त यता आउने त के हुन्न क्या। ओ नानी पनि फस्छ तर गर यहाँको औ। हाम्रो गाउँबाट चाहिँ हिमाल पनि देख्छ है गाइज। यो क्यामेरामा चाहिँ अलिक सफा नदेख्ने भयो। रियलमा चाहिँ छक्कले देखिन्छ। फाइनली गाइज अब कोदो टिप्ने सुरु। यहाँ मेरो बहिनी चाहिँ नाकको टुप्पोमा रिस लिएर बसेको हेर्नु है। खत्रै रिसाउँछ यसले त। बुढोलाई कुटेर राख्छ पऱ्यो पर्सि। अझै निहुरी परेर जब डङ्कना मुखी पर्छ ले के उसलाई भन्न डिमाले कुराले थाहा भन्ने क्या डिसो भन्ने क्या सुन रख्न अलङ खोलङ लान्न नस्या इला कोसो न यार जा कर। सो गाइस चाहिँ कोडो टिप्न जाम है त। कोडो टिप्न झ्याउ लाग्दैछ गाइस। मम्मी देख्छिन् गएन भने छिटाइ चाहिँ कुकुर भन्छ। सो फाइनली गाइज भेटियो। हामीले आधा भ्याइसक्यौँ है त। अब चाहिँ तल्लो बारी जानी त।
ए अझै उता छ माइली बहिनीले लग्यो अरू अब देख्नु जानु पर्ला भिडियोहरू राखेको कौन है मेरा वीडियो कर रहा है कौन है मेरा वीडियो करता है So finally guys नाम पनि कस्तो मधुरो आएको रे ओहो मौसम दिल गार्डन गार्डन हो गया लभली राइड लाइटिरहेको छ त घाम त बे ओए गीत गाऊ ल म नाच्छु अघि न भिडियो गरौँ भन्दा अलिक मिलेन भिडियो गर्न सबैले काम गरिरहेको त्यही भएर गर्न मिलेन त्यही हो हल्का उट्या यति कोदो टिप्ने हो त्यसपछि त हामी घाँस काटेर घर जाने है गाइस हाई गाइस जाएको है यता कान्छी बहिनी हाई गाइस यता हेरेर यता इलाकालेकै इलाक जा ल गाइस अब भेरै है भेटौला तो गाइस घाँस बोक्दै घरतिर चल्दैको ल चलो termos ya गएर ढिलो भ्याउँछ खै त बाबुको कालेको मुंगी डोम तो बाबू भ्याएको मुनि है खोला तिर पछ्यो घर पुगेपछि त वहीँ त ल भैँसी त उठ्दैन त घाँस ल्याउँदा पनि एक बारी घाँस ल्याइदिएर त झन् उठ्दैन त बेलौती
खोज्न जान्न त हैन चिया पखाम च्याप पलाएर सुके छैन के हो सो त्यही हो अब माया गरिदिनु होला सब्सक्राइब गर्नु नभुल्नु होला भिडियो कन्टिन्यू बनाउने कोसिस गर्छु प्लिज सपोर्ट गरिदिनु होला हस् त आजलाई यति नै धन्यवाद बाई बाई